चाहिँ कुन जिल्ला पो हजुर? म मधेसबाट धनुषा जिल्ला। धनुषाबाट। ल कति वर्ष पुग्नु भएको छ? मेरो 25 चलिरहेछ सर, 26 चलिरहेछ, 25 पट्टि हो। के गर्दै हुनुहुन्छ तपाईँ? म इन्जिनियरिङ फिल्डमा छु अहिले सर, म पढ्दैछु, स्टुडेन्ट छु। स्टुडेन्ट हुनुहुन्छ। अब कस्तो लाग्यो तपाईँको नाम छनौट गर्दाखेरि? मलाई यति ठुलो पार्टीले मान्यता दियो, तर हर्क साम्पाङलाई म धेरै धेरै धन्यवाद भन्न चाहन्छु। अनि सबै टिमलाई म धन्यवाद भन्न चाहन्छु। अनि सबैको 3 करोड जनतालाई म विश्वास जितेर यहाँ आएको, म यति खुसी छु। म जनताको केही विकास गर्छु, त्यहीलाई म धेरै खुसी छु सर। तपाईँ म यो समानुपातिक सांसदमा पर्छु भन्ने त्यो अपेक्षा थियो कि थिएन? थिएन सर, मलाई थिएन। म यति भाग्य मानिन्छु, त म हर्क साम्पाङसँग त्यसको अन्डरमा काम गर्छु। कसैले तपाईँलाई यो जब सुनायो नि यो निर्णय, तपाईँ के गर्दै हुन्थ्यो त्यतिखेर? म त्यतिखेर सर, म त्यहाँ अघिखेरि म इक्जामबाट आएको, अनि घरमा बसिरहेको छु। म यति खुसी भएको छु, हर्क साम्पाङसँगको म काम गर्छु। अनि 3 करोड जनतालाई मलाई चिन्नुभयो, तर म धेरै खुसी छु। अहिले तपाईँ सिभिल इन्जिनियरिङ पढ्दै हुनुहुन्छ। त्योभन्दा अगाडि तपाईँ ओभरसियर कि सब ओभरसियर? ओभरसियर गरेर। ओभरसियर गरेर। तब पढाइलाई के गर्नुहुन्छ? अब तपाईँ त माननीय हुने भयो होइन? हुनुभयो। म एउटा हुन्छ नि, त्यो आमा हुन्छ, त्यो घर पनि सम्हाल्छ अनि देश पनि सम्हाल्छ, त्यो पनि हामी पनि सम्हाल्छ। त्यसो दुवैजनालाई मिलेर म आफ्नो पढाइ पनि कन्टिन्यू गर्छु अनि देशको पनि सेवा गर्छु। तपाईँले त हिजै खबर पाउनुभयो होइन? अनि जेनजी माननीय। म जेनजी छु होइन, जेनजी आन्दोलन। अरे म राख्छु त्यहाँ मध्य प्रदेश धेरै पिछडेको छ। त्यो मध्य प्रदेशमा धेरै केटीहरूको दहेज प्रथालाई मारिन्छ, त्यो कुरा म राखिन्छु। कस्तो छ त्यहाँको दहेज प्रथाको समस्या चाहिँ? धेरै ठुलो समस्या छ दहेज प्रथाको। एउटा आमा र बुवाको पुरै धन सम्पत्ति एउटा छोरीलाई दिनको लागि त्यो पुरै जीवन बितिहाल्छ। त्यो रोक्नको लागि म त्यहाँ राख्छु संसद भवनमा। त्यो कानुन त बनेको छ दहेजको विरुद्धमा होला नि, छोरीहरूलाई स्कुल जान प्रेरित गर्ने, पढ्नुपर्छ भन्ने कुरा। पढ्नुपर्छ। मलाई हेरेपछि अरूजना जेन्जीहरूको भाइ बहिनीहरूको इच्छा जाग्छ। जस्तो म यो स्थानमा छु, उनीहरू पनि आउँछ यही स्थानमा। तपाईँले हर्क साम्पाङलाई पहिला भेट्नु भएको थियो? पहिला त भेटेको छैन सर, तर कि बर्दिवासमा कार्यक्रम भएको छ, तर भेटेको छु। भनेपछि उहाँको यो पार्टीसँग कसरी जोडिनु भयो तपाईँ? म पहिलादेखि धेरै भिडियो हेरिरहेको थिएँ हर्क साम्पाङको, मलाई धेरै राम्रो लाग्यो। तर एमसिसीको विरुद्धमा बोल्नु पर्यो, एक्लै मान्छे, त्यसले म धेरै राम्रो खुसी लाग्यो, त्यही भएर म जोडेको। है अब